सो हेलो नमस्ते एभ्रियन, होप सबैजना सन्चै हुनुहुन्छ ल। यस्तो भयो मिस्टर राजन ब्लग्स र गाइस आज चाहिँ म आइफोनबाट ब्लग गराएको छु र आइफोन चाहिँ मैले लिएर आइसकेँ। अनि अनबक्सिङ ब्लग कुनै हुँदैन, बस यस्तो इन्फर्मेसन दिन आएको है ब्लग गराउनको लागि। अनि यसरी तलपट्टि हेर्न सक्नुहुन्छ र मम्मीहरू छन् हैन। अनि म चाहिँ गाइज आज यस्तो ब्लग हान्ने भनेर धेरै 2 हप्ता जति भयो, 2 हप्ता यसै समथिङ 1 महिना हुन लाग्छ मैले ब्लग नहालेको। अनि त्यही भएर आज मिस्टर आर्जन ब्लग्समा हालिदिउँ भनेर हाल्दैछु यो भिडियो। अनि आइफोनबाट ब्लग गरिरहेको छु। सो अब चाहिँ हेरौँ कस्तो हुन्छ। मजाको दिन, आइफोन हातमा छ। अब ब्लग डेली आउँछ भन्दा नि भोलि चाहिँ मम्मीले अब उहाँ सुपदेउराले जानुहुन्छ मम्मीहरू। अनि भोलि सुपदेउराले गएर चाहिँ 2 दिनसम्म आउनुहुन्न, आज भोलि। अनि बुधबार चाहिँ आउनुहुन्छ, तर बुधबार दिउँसो आउनुहुन्छ। सो म चाहिँ दिउँसो ब्लग हालिदिन्छु हैन। त्यही नै हो गाइस, चिसो मौसम छ अनि यस्तो कपडा लाएर बसेछु। अनि ब्लग नहालेको त्यही भएको, त्यही भएर अलि यसो ब्लग हालिदिउँ भनेर चाहिँ च्यानल एक्टिभ देखाइदिउँ भनेर चाहिँ युट्युबले म यसरी देखाइदिनु लाग्यो है। अनि सबैजना लाइक एन्ड सब्सक्राइब गर्नु होला, सबैजना सपोर्ट गर्दै जानु होला मिठो पारामा। अनि यता पछाडि कुहिरो पनि लागेको छ, जाडो एकदमै छ, ठिकैको छ। अनि मैले काम पनि अलिअलि छोडिसकेँ। अब काम यस्तो खोज्दैछु, अब यता इक्जामतिर ध्यान दिनु पऱ्यो हैन। त्यही हो के मम्मीले भन्नुहुन्छ इक्जामतिर ध्यान दे, म भन्छु फेरि काम गर्न खोज्छु। अब त्यही हो, इक्जामतिर ध्यान दिउँ पहिला सुरु। अब हेरौँ अझै केही 2-3 महिनाको लागि काम पाइयो भने गरिन्छ, किनभने घरको समस्या र यो फोनको समस्याले अलिकति तनाव पारिरहेको छ। तर काम पायो भने गरिन्छ 2 महिना 3 महिना जति। अनि त्यसपछि 1 महिना त पढ्नै पऱ्यो आरामले, किनकि फागुनमा त अब पढ्नै पऱ्यो। अनि चैतमा त 7 गते त इक्जाम हुन्छ हैन। त्यही हो, सबैजनाले केही लाइक एन्ड सब्सक्राइब गर्नु होला है। अब चाहिँ म लाइभ बस्न लागेको गेममा, त्यही भएर नि हो गेममा लाइभ बस्छु। अनि गेमतिर आउनु होला है त। जय श्रीराम, लाइक एन्ड सब्सक्राइब। खुसी लाग्यो होला भन्यो होला हैन, तर भित्र बहुत सुन लागिरहेको। ल गाइस, बाई गाइस, थ्याङ्क्स फर वाचिङ, लभ यु अल।